35 वर्षसम्म ल्याउन नसकेको पानीलाई 98 दिनमा, राम्रो बुझौँ है, 35 वर्षसम्म पनि ल्याउन नसकेको पानीलाई 98 दिनमा सरकारी पैसा प्रयोग नगरी जनतालाई आह्वान गरेर जागरणद्वारा श्रमदान गरेद्वारा पानी ल्याउने बाद हो हर्कबाद। 62-63 अर्ब खर्च गरेर 25 वर्ष लगाएर होइन, 25 तपाईको चाहिँ किलोमिटर टाढाको मेलाम्ची पनि ल्याउन नसक्ने बात होइन हर्कबाद। मैले फेरि भने 35 वर्षदेखि ल्याउन नसकेको जोखना हेर्दै बसेको ठाउँबाट 43 किलोमिटर भिरको बाटो राज्यको 1 रुपैयाँ पनि नलगाइकन 98 दिनमा मात्रै पानी ल्याउन सक्ने बातलाई हर्कबाद भन्छ। हर्कबाद भनेको काम हो। हर्कबाद सपनाबाट सुरु हुन्छ, सपनाबाट सुरु हुन्छ, संकल्प संघर्ष हुँदै सफलतासम्मको यात्रालाई भन्छ हर्कबाद। यदि सफलता प्राप्त गर्दैन भने त्यो हर्कबाद होइन। सपना देख्नु मात्रै हर्कबाद होइन, सपना देख्नुलाई मात्रै हर्कबाद भन्दैनौ। सपना देखिसकेपछि त्यो सपनालाई पुरा गर्न सक्ने अठोट, त्यो कमिटमेन्ट, त्यो तपाईको संकल्प र त्यो संकल्प अनुसारको संघर्ष र त्यो संघर्षपछि प्राप्त भएको सफलता र त्यो सफलता सहितको बाद हर्कबाद। म यहाँ सबैजनालाई यो भन्न चाहन्छु।